नमस्कार साथीहरू, तपाईलाई पढ्न बस्दा निद्रा लाग्छ? किताब खोलेपछि मोबाइलको याद आउँछ? अनि पढ्न मन लाग्दैन? हो, आजको यो भिडियो तपाईकै लागि नै हो। समस्या के हो त त्यसको बारेमा बताउन गइरहेको छु। हामी मध्ये धेरैलाई पढ्न मन नलाग्ने अवस्था आएको हुन्छ। किताब हेर्ने बित्तिकै टाउको दुख्छ जस्तो हुन लाग्छ। ध्यान अरू कहाँ पुग्छ अनि मनभित्र एउटै कुरा आउँछ, अहिले त एकछिन मोबाइल चलाउँछु, तर त्यो एकछिन कहिले 1 घन्टा हुन्छ थाहा नै हुँदैन। अनि पढाइ चाहिँ बाई किन यस्तो हुन्छ, म त्यसको बारेमा बताउन गइरहेको छु। हामी दिनभर मोबाइल, टिभी, गेम र सोसल मिडियामा यति धेरै लिप्त हुन्छौँ कि हाम्रो मस्तिष्क डोपामिन हाईमा बाँच्न थाल्छ। पढाइ भनेको अलिक गहिरो ध्यान चाहिने कुरा हो, त्यो मजा दिने कुरा होइन। त्यसैले जब पढ्न बसिन्छ दिमागलाई त्यो बोरिङ लाग्छ। अनि एउटा कारण हो पढ्ने बानी नपार्नु। जति अभ्यास गाह्रो हुन्छ त्यो काम गर्न झनै गाह्रो लाग्छ। अभ्यास नै मन नपरेको छ भने पढाइ खेल जस्तो लाग्दैन। समाधान के हो त त्यसको बारेमा म बताउन गइरहेको छु। नम्बर 1 मा रहेको छ साना लक्ष्य बनाउनुहोस्। एकैचोटि 2 घन्टा पढ्नुपर्छ भनेर सोच्न छाडौँ। 15 मिनेट पढ्ने र 5 मिनेट ब्रेक लिने। र दोस्रो नम्बरमा रहेको छ मोबाइल टाढा राखौँ। पढ्दा मोबाइललाई साइलेन्ट गरेर अर्को कोठामा राखौँ वा फोकस एप प्रयोग गरेर, जसले तपाईँलाई डिस्ट्र्याक्सनबाट बचाउँछ। अनि तेस्रो नम्बरमा रहेको छ पढाइ रमाइलो बनाउनुहोस्। तपाईँलाई जुन विषय चाख लाग्छ त्यो पढ्न सुरु गर्नुहोस्। किताब मात्र होइन, भिडियो, पोडकास्ट, एनिमेसन मार्फत पनि पढ्न सकिन्छ। 4 नम्बरमा रहेको छ रुटिन बनाउनुहोस्। हरेक दिन उस्तै समय पढ्न बस्नुहोस्। सुरुवातमा मन नलाग्न सक्छ, तर दिमागले त्यसलाई बानी बनाउँछ। आफ्नो प्रगति हेर्नुहोस्, पढेको नोट राख्नुहोस्, टार्गेट बनाउनुहोस् अनि आफैलाई रिवार्ड दिनुहोस्। आज 10 पेज पढेँ भने 15 मिनेट युट्युब हेर्न पाउँछु भनेर। याद राख्नुहोस्, पढाइ केवल पास हुने कुरा होइन, त्यो तपाईँको सोचाइ विस्तार गर्ने औजार हो। जो पढ्न सक्दछ ऊ जोसुकै बन्न सक्दछ। जसले आफ्नो दिमागलाई जित्न सक्छ ऊ जीवनमा जे पनि। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्न नभुल्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् अनि यस्तो नै मनोबल दिने भिडियो हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गर्नुहोस्। आजको लागि यति नै, फेरि भेटौँला अर्को जानकारीमूलक भिडियोमा। तबसम्मको लागि पढ्दै गर्नुहोस्।